नमस्ते। काठमाडौँबाट कतारतर्फ उडेको फ्लाइट क्युआर 647लाई इरानले दोहा स्थित अमेरिकी बेसहरूमा आक्रमण गरेको खबरपछि मस्काट, ओमानमा आकस्मिक अवतरण गराइएको थियो। कतारको हवाई क्षेत्र बन्द भएकाले यात्रुहरू अन्योलमा परेका थिए। महत्त्वपूर्ण लेटेस्ट अपडेट आएको छ। क्युआर 647 का क्याप्टेनले जानकारी गराए अनुसार अहिले कतारको एयर स्पेस खुलेको छ र फ्लाइट 30 मिनेटमा दोहा जाने तयारी भइरहेको छ र अहिले तत्काल प्लेन रिफ्युल भइरहेको छ र यही फ्लाइटमा हाम्रा एकजना मित्र मिडियाकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल र उहाँको परिवार कतार एयरवेज हुँदै युएस फ्लाइ गरिरहेको हुनाले यो सबै जानकारी मैले उहाँको सोसल स्टेटसबाट साभार गरेको र उहाँसँग पनि प्रत्यक्ष मेसेन्जरमा कुरा भएको थियो र जति पनि यो फ्लाइटमा अथवा अहिले तत्काल आज भोलि कतार एयरवेज थ्रु फ्लाइ गर्दै हुनुहुन्छ भने प्लिज बी केयरफुल, सचेत हुनुहोला र आफ्नो साथीभाइ इष्टमित्रहरूलाई पनि यो विषयमा सचेत गराउनुहोला।